नमस्कार। आज हामी राजनीतिमा सबैभन्दा ठूलो प्रभाव पार्ने एउटा एकदमै शक्तिशाली तर अलि जटिल विषयमा कुरा गर्दैछौँ, त्यो हो राष्ट्रवाद। खास गरी हाम्रो आफ्नै देश नेपालको सन्दर्भमा यसले कसरी काम गर्छ, आउनुहोस् यसलाई सँगै मिलेर खोतलौँ। ल सुरुमै एउटा प्रश्नबाट थालौँ है त। सोच्नुहोस् त, नेपालको राजनीतिलाई हल्लाउने त्यो एउटा अदृश्य तर सबैभन्दा शक्तिशाली शक्ति चाहिँ के होला? यस्तो शक्ति जसले सरकार बनाउन सक्छ, विदेश नीति नै बदल्न सक्छ र कहिलेकाहीँ त हामीलाई सडकमा पनि उतार्छ। के होला त्यो? हो, सायद धेरैले अनुमान गरिसक्नुभयो होला, त्यो शक्ति हो राष्ट्रवाद। यो केवल एउटा शब्द मात्र होइन, यो त एउटा यस्तो भावना र विचारधारा हो जसले हाम्रो देशको लगभग हरेक राजनीतिक मोडमा, चाहे त्यो विदेश नीति होस् वा घरभित्रकै राजनीति, एकदमै गहिरो छाप छोडेको हुन्छ। ओके, अब राष्ट्रवादलाई राम्रोसँग बुझ्नका लागि सबैभन्दा पहिले यसको जड, यसको जग अर्थात् राष्ट्र शब्दबाटै सुरु गरौँ न है। आखिर यो राष्ट्र भनेको के हो त? सामान्यतया राष्ट्र भनेको एउटा यस्तो समुदाय हो जसको साझा संस्कृति, भाषा, इतिहास हुन्छ र उनीहरू आफ्नै शासन आफै गर्न चाहन्छन्। एकजना चर्चित राजनीतिशास्त्री हुनुहुन्छ बेनेडिक्ट एन्डरसन। उहाँले यसलाई इमेजिन कम्युनिटी भन्नुहुन्छ, मतलब एउटा कल्पित समुदाय। किनभने सोच्नुस् त, हामी एउटै राष्ट्रका सबै मानिस एकअर्कालाई चिन्दैनौँ, तर पनि हाम्रो मनमा हामी एउटै हौँ भन्ने एउटा गहिरो बलियो भावना हुन्छ। हो, त्यही हो राष्ट्र। ल, राष्ट्र भनेको के हो त्यो त थाहा भयो। अब राष्ट्रवाद चाहिँ के हो त? एकदमै सरल भाषामा भन्दा यो एउटा यस्तो राजनीतिक विचार हो जसको मूल मन्त्र के हो भने हरेक राष्ट्रको आफ्नै राज्य हुनुपर्छ। भन्नुको मतलब जुन राष्ट्रिय समुदाय छ त्यसको राजनीतिक सिमाना पनि त्यही हुनुपर्छ। हो, यही मान्यता नै राष्ट्रवादको मुटु हो। तर यहाँनिर एउटा कुरा बुझ्न जरुरी छ, राष्ट्रवादको एउटै मात्र अनुहार हुँदैन। यो अलि जटिल विषय हो। यसका फरक अनि कहिलेकाहीँ त एक आपसमा नमिल्ने खालका स्वरूपहरू पनि हुन्छन्। लाउनुहोस् यसका दुई मुख्य रूपहरूलाई हेरौँ। राष्ट्रवादलाई थाहा छ एउटा दुईधारे तरवार जस्तै सोच्न सकिन्छ। एकदमै धारिलो, किनभने एकातिर यसले मानिसहरूलाई एक बनाउने, जोड्ने काम गर्छ, तर त्यही तरवारको अर्को धारले चाहिँ विभाजन र द्वन्द्व पनि निम्त्याउन सक्छ। अब राष्ट्रवादलाई मूलतः दुई किसिममा बाँडेर हेर्न सकिन्छ। एकातिर छ नागरिक राष्ट्रवाद र अर्कोतिर छ जातीय राष्ट्रवाद। र यी दुई बीचको फरक के हो भनेर बुझ्नु चाहिँ यो पुरै विषयलाई बुझ्नको लागि एकदमै महत्त्वपूर्ण छ। ल, पहिला कुरा गरौँ नागरिक राष्ट्रवादको। यो चाहिँ समावेशी हुन्छ, मतलब सबैलाई समेट्ने खालको। यो केमा आधारित हुन्छ त? साझा राजनैतिक मूल्य मान्यतामा, देशको कानुनमा र नागरिकतामा। सबैभन्दा रमाइलो कुरा के हो भने यसमा सदस्यता ऐच्छिक हुन्छ, मतलब जो कोहीले पनि त्यो देशको मूल्य मान्यतालाई अपनाएर त्यस राष्ट्रको हिस्सा बन्न सक्छ। जस्तै अमेरिका वा फ्रान्सलाई हेर्न सकिन्छ। अब यसको ठीक उल्टो जातीय राष्ट्रवाद। यो चाहिँ बहिष्कारवादी हुन्छ, मतलब अरूलाई पन्छाउने खालको। यो केमा आधारित हुन्छ? साझा वंश, भाषा वा धर्ममा। यसलाई रगत र माटोको सिद्धान्त पनि भनिन्छ नि। यसमा सदस्यता जन्मजात हुन्छ, छानेर पाउने कुरा होइन यो। र यसको एउटा डरलाग्दो उदाहरण हेर्ने हो भने नाजी जर्मनीलाई सम्झिन सकिन्छ। यही विचारधाराले संसारमा कति धेरै द्वन्द्वहरू निम्त्याएको छ। ल, यति सैद्धान्तिक कुरा गरिसकेपछि अब यी सबै कुरालाई हाम्रो आफ्नै देश नेपालको सन्दर्भमा जोडेर हेरौँ न त। नेपालमा राष्ट्रवादको कथा कस्तो छ? यसले हाम्रो पहिचान र राजनीतिलाई कसरी बनाएको छ? अलिकति गहिराइमा गएर बुझ्ने कोसिस गरौँ। नेपाली राष्ट्रवादको कथा सुरु हुन्छ पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट। उहाँले नै एउटा एकीकृत राज्यको जग बसाल्नुभयो। त्यसपछि 19-20औं शताब्दीमा ब्रिटिस भारतको प्रभाव बढ्दै जाँदा त्यसको विरुद्धमा जुन प्रतिरोध भयो त्यसले हाम्रो छुट्टै नेपाली पहिचानलाई झनै बलियो बनायो। र धेरै पर नजाउँ, सन् 2015को त्यो भारतीय नाकाबन्दी, त्यसले त आधुनिक नेपाली राष्ट्रवादी भावनामा भनौँ न आगोमा घिउ थप्ने काम गर्यो। हाम्रो राष्ट्रिय पहिचानका खम्बाहरू के हुन् त? सोच्नुस् त, हाम्रो गोर्खालीको त्यो वीर गाथा छ, हामी कहिल्यै कसैको उपनिवेश बनेनौँ भन्ने गौरव छ, अनि भारत र चीन जस्ता दुई ठूला देशको बीचमा एक स्वतन्त्र देशको रूपमा उभिनु त्यो आफैमा एउटा पहिचान हो। र सगरमाथा जस्ता हाम्रा विश्व प्रसिद्ध प्रतीकहरू त छँदैछन्। यी सबै मिलेर हाम्रो पहिचान बनेको छ। अब
नेपाली राष्ट्रवादको कुरा गर्दा भारतसँगको हाम्रो सम्बन्धलाई त छुट्याउनै मिल्दैन। यो हाम्रो राष्ट्रवादको केन्द्रमा छ र एकदमै भावनात्मक विषय पनि हो। धेरैजसो अवस्थामा भारतको विरोध गर्नु नै नेपाली राष्ट्रवाद हो कि जस्तो पनि देखिन्छ, होइन त? हाम्रो राष्ट्रवादले विदेश सम्बन्धमा कसरी भूमिका खेल्छ त्यो हेर्न पनि रोचक छ। एकातिर भारत छ, कालापानी लिपुलेक जस्ता सीमा विवाद अनि 2015को नाकाबन्दी जस्ता घटनाले राष्ट्रवादी भावना वात्तै बढाउँछ। अनि अर्कोतिर छ चीन। चीनलाई चाहिँ भारतीय प्रभावलाई सन्तुलनमा राख्ने एउटा रणनीतिक काउन्टर ब्यालेन्सको रूपमा हेरिन्छ। खासगरी बेल्ट एन्ड रोड इनिसिएटिभ BRI जस्ता परियोजनाहरूले यो सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। अहिलेसम्म हामीले राष्ट्रवादले कसरी देशलाई एक बनाउँछ भन्ने कुरा गर्यौं। तर अब एउटा निकै गम्भीर प्रश्नमा घोत्लियौं। के यही राष्ट्रवाद जसले हामीलाई एक बनाउँछ त्यसैले हामीलाई फुटाउन पनि सक्छ त? दुःखको कुरा यसको जवाफ हो भन्ने नै आउँछ। नेपालमा राष्ट्रवादको एउटा अँध्यारो पाटो पनि छ जसलाई हामीले नदेखे झैँ गर्न मिल्दैन। इतिहास हेर्ने हो भने एउटा पहाडी केन्द्रित राष्ट्रवाद हावी भयो जसले गर्दा मधेसी र जनजाति जस्ता धेरै समुदायहरू यो देशको मूल कथाबाटै बाहिर परेको महसुस गरे। अनि त्यो साँचो नेपाली को हो भन्ने प्रश्न, यो प्रश्नलाई कैयौं पटक हाम्रो विविधतालाई दबाउन र हामी बीचमै फाटो ल्याउन एउटा हतियारको रूपमा प्रयोग गरियो। ल अहिलेसम्म हामीले जे जति कुरा गर्यौं त्यसलाई 3वटा मुख्य बुँदामा सारांशमा हेरौं है त। पहिलो कुरा, राष्ट्रवाद एउटा आधुनिक विचार हो जसले के भन्छ भने राष्ट्र नै राज्य बन्नुको मुख्य आधार हो। दोस्रो, यसका 2 मुख्य रूप हुन्छन्। एउटा मूल्य मान्यतामा आधारित समावेशी नागरिक राष्ट्रवाद र अर्को जन्ममा आधारित बहिष्कारवादी जातीय राष्ट्रवाद। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, नेपालको सन्दर्भमा राष्ट्रवाद इतिहास र विदेश सम्बन्धले बनाएको एउटा शक्तिशाली शक्ति हो जसले देशलाई एक बनाउने र भित्रभित्रै विभाजन गर्ने दुवै काम एकैपटक गरिरहेको हुन्छ। र जाँदा जाँदै एउटा गम्भीर प्रश्न छोडेर जान्छु जसमा हामी सबैले सोच्न जरुरी छ। एउटा राष्ट्रले आफ्नो अनेकता, आफ्नो विविधतालाई सम्मान गर्दै एकता चाहिँ कसरी कायम गर्न सक्छ? यो 2 कुराबीच सन्तुलन कसरी मिलाउने? सायद यही प्रश्नको जवाफ खोज्नु नै आजको नेपालको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चुनौती हो।